नमस्कार, कान्तिपुर समाचारमा स्वागत छ। म समा थापा। भारतको उत्तर प्रदेश स्थित बस स्टेशनमा रेल दुर्घटनामा परि फोटो पत्रकार सुबोध सिंह सहित 2 नेपालीको मृत्यु भएको छ। दिल्ली गइरहेका बेला बस स्टेशनमा पानी पिउन ओर्लिँदा सिंह र काठमाडौँका अभिषेक अग्रवाललाई अर्को रेलले ठक्कर दिएको थियो। यात्रामा साथै रहेका फोटो पत्रकार नितेश माथेमाका अनुसार दुवैको घटनास्थलमै मृत्यु भएको हो। 26 वर्षीय फोटो पत्रकार सिंह मुफस्सलका पत्रकार थिए। स्वतन्त्र फोटो पत्रकारका रूपमा उनका तस्बिरहरू कान्तिपुर लगायतका मुलुकका प्रतिष्ठित अखबार म्यागजिनका साथै अमेरिकी समाचार संस्था एपीले समेत प्रयोग गरेका छन्। राष्ट्रिय फोटो पत्रकार समूहले गरेको फोटो प्रदर्शनी र नेपालले गरेको लडाईमा जनता फोटो प्रदर्शनीमा उनका तस्बिरहरू छनौटमा परेका थिए। माओवादी अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूलाई माओवादीप्रति रहेको भ्रम हटाउन र आफ्नो धारणाप्रति पुनर्विचार गर्न आग्रह गर्नुभएको छ। उहाँले माओवादीले बनाउने नयाँ सरकारलाई अन्तर्राष्ट्रिय समुदायको सहयोग जारी रहने विश्वास समेत व्यक्त गर्नुभएको छ। कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूत न्यान्सी पावेलसँगको भेटले निकै चर्चा पाएको थियो। आतंककारी सूचीबाट माओवादीलाई अमेरिकाले हटाइ नसकेको स्थितिमा प्रचण्डले अन्तर्क्रियापछि माओवादीप्रति रहेको अमेरिकी नीतिमा परिवर्तन हुनेमा विश्वास व्यक्त गर्नुभयो। माओवादी छापामार र नेपाली सेनाको समायोजनको विषयमा सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले सेना समायोजनको काम नयाँ बन्ने विशेष समितिले गर्ने बताउँदै नयाँ संविधान बनाउने र सेना समायोजनको प्रक्रिया सँगै अगाडि बढ्ने बताउनुभयो। यसैगरी शान्ति प्रक्रियामा अमिनले उल्लेख्य भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो। यसैगरी भारतसँगको सम्बन्धका बारेमा उहाँले सन् 1950 को सन्धि खारेज गर्नुपर्ने र अन्य सन्धिहरूको पुनरावलोकन गर्नुपर्नेमा जोड दिनुभयो। संविधान सभाको निर्वाचनको परिणाममाथि समीक्षा गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक हिजो सुरु भएको छ। प्रधानमन्त्री निवास बालबटारमा बसेको बैठकमा पार्टीको पराजयको कारण पत्ता लगाएर भावी रणनीति तय गर्ने विषयमा छलफल भएको बताइएको छ। हिजोको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले माओवादीको त्रास र आतंकका कारण निर्वाचनमा पार्टी पराजित भएको भन्दै माओवादीसँग तत्कालै सहकार्य तोड्नुपर्ने विचार व्यक्त गरे। आगामी दिनमा सहकार्य जारी राखे कांग्रेस माओवादीको लाचार छाया मात्र हुने उनीहरूको विश्लेषण छ। साथै उनीहरूले तत्काल पार्टीको महाधिवेशन बोलाउन पनि माग गरेका छन्। नेकपा एमाले उपत्यका समन्वय कमिटिले चुनावी पराजयको समीक्षा गरेको छ। हिजो बसेको बैठकले आन्तरिक र बाह्य दुवै कारणले उपत्यकामा पराजय बेहोर्नु परेको निष्कर्ष निकालेको छ। पार्टीले अघि सारेका चुनावी रणनीति कमजोर भएको, नयाँ पुस्तालाई आकर्षण गर्न नसकेको, आत्मविश्वास बढी भएको, स्थानीय निकायको विघटनपछि जनतासँग सम्बन्ध टुटेकाले निर्वाचनमा हार भएको निष्कर्ष निकालेको छ। यसैगरी विपक्षीको प्रहारलाई प्रतिरोध गर्न नसकेको, राज्यले शान्ति सुरक्षाको प्रत्याभूति नदिँदा माओवादीको धम्की र त्रासका कारण मतदाता प्रभावित भएको उपत्यका समन्वय कमिटिको ठहर छ। कान्तिपुर समाचार अहिलेलाई सकियो। कान्तिपुर टेलिभिजन हेर्दै गर्नुहोला। नमस्ते।